स्टुडेन्ट अघि मैले 2 नम्बर फर्स्ट गरेँ, सेकेन्ड नम्बर 1 नम्बर गरेँ। अब म जाँदैछु 5 नम्बर गर्नु। 5 नम्बरमा के छ भने x/3 + 3/x = 15/x x = 0 छ नि। अब यो चाहिँ कसरी गर्नुपर्छ भन्दाखेरि चाहिँ यहाँ गर्नुपर्छ। हेर है, यहाँ हामीलाई के देख्दैछ, कमन के देख्दैछ भने x देख्दैछ। x² अपन 3 प्लसको प्लस 3 = 15 हुन्छ है, बुझ्यो। 3/15 हुन्छ। अब फेरि हामीले x² अपन 3, अब 15 मा 3 घटाउँदा 12 हुन्छ होइन, = 12। फेरि हामीले x² देख्दैछ होला, x² = 12×3 = 36 हुन्छ, 36। 12 3 जा 36, 12 1 12 12 2 24 12 3 36 हुन्छ, 36। अब चाहिँ हामीले के गर्नुपर्छ भने स्क्वायर रुटमा गर्नुपर्छ। x = +6, यही चाहिँ हो हाम्रो एन्सर। प्लस यो माथिको x = 0 भनेको चाहिँ 0 = x भनेको यही हो हाम्रो एन्सर चाहिँ। सो थ्याङ्क यू स्टुडेन्ट।